त्यसको सट्टा मलाई कुटा हो ओ त्यसको सट्टा मलाई कुटा भने नि माया मलाई ल्याउनु न त हजुर यस्तो बालखका अगाडि झम्टेर दारा किटेर कुटुम्ला जस्तो गरेर हामीलाई कुटा बरु मलाई शान्ति मिल्छ भने मैले के अत्याचार गरेँ ल्यापटपमा खाली झगडा गर्छौ के गरिन लु के गर्नु के हुनु त बिहानै यसलाई चाहिँ नपढ्नु छ न के गर्नु छ पहिले बाबाको फोन हेरौ त्यसपछि हजुरको हेरौ त्यसपछि फेरि रोक्न खेल त्यसपछि फेरि अहिले हामी त फेरि एक घन्टा हेरौँ म यो पनि हेर दिने त्यो पनि काम गर्ने मैले पानी तान्ने मैले त लुगा धोएर बसेँ अनि मैले एकछिन हेर्दाखेरि पनि लगाएर दिनु हजुर मेरो लुगा हो भन्दाखेरि त तँ भनेको सुन्नु चाहिँ यसले मलाई बसी चट्टाइ त्यही त मलाई कुटा नि थाहा हो कुटेर देखाउँ त मलाई जति कुटेको छ बिस्कुट हातले कुट्नु भने यसलाई कुटेर देखाउँ त लु हजुर छक्क पर्यो तिमी पनि सिक्नु पर्छ उ त्यस्तै भोलि पर्सि आऊ तिमीले गरेको छेउ कि क्या आऊ धोइ धोइ गरिदिन्छु आनन्द भयो होइन 24 घन्टा ल्यापटप हेर्ने ऊ हेर्ने कुट्ने चल्न जाने थाहा छैन बाबु मलाई हजुर त्यही त अस्तिदेखि लग्नु कति लग्नु भन्छु एसई छ नानीको लग्नु नानीलाई साह्रै डिस्टर्ब भयो भनेर भने छु म तर यति धेरै उ गर्छ कि मेरो एसईमा नि हैन मैले राम्रो ल्याउँछु के अहिले त्यहाँ युनिटेस्ट अनि आएको नपढेको यता चिटिङ गरेर ल्याएको होइन के नगरेको मान्छेलाई चाहिँ भन्नु छैन खाली हजुर भनेर गर्नुहुन्छ तँलाई मिलुन्जेलसम्म त जिस्केर बस्थेस् त राम राम त्यही झगडा त त्यही ल्यापटपबाट हो नि त त्यही लगेपछि त के हेर्नु किन होइन त्यो यसले हेर्न दिने मैले हेरेपछि के हुन्छ भन्नु त हजुरलाई के हुन्छ ऊ त्यसले भन्दैछ ऊ यस्तो औले यस्तो गर्दैछ के हुन्छ भन्नु अहिले मैले कति हेरे र यसले कति हेरे मलाई चाहिँ किन नदिनु यसलाई चाहिँ किन नदिनु मैले हेरे कि हेरे छेउ दिनभरि कति मिनेट भन्नु यसले कति मिनेट हेर्नु भन्नु ल म मिनेट गनेर बस्छु र त्यही नगर्नु नै प्रब्लम हो के मामु म धेरै पढ्नु पर्छ मैले धेरै खानु पर्छ नि यसलाई एउटा ल्याइदिएको बेला मलाई एउटा दिनु यसलाई एउटा ल्याइदिएको बेला मलाई आधी दिनु हैन त उसलाई एउटा ल्याइदिँदा तिमीलाई आधी ल्याइदिएको छ आधी पनि दिनु हुन्छ र राम मामालाई पठाइदिनु चुप्प लाग त मैले खाना खाइन तिमीलाई हैन सबै लुगा आज लगाएका हिलो बनाएको छ अर्को हाफ प्यान्ट लाऊ अर्को हाफ प्यान्ट लाउ न बाबु तिमी अझ नानी त्यसको आँची पुसिदेऊ त्यसले आँची गरिरहेछ डरले तिमीसँगै टाँसेको छ यसले भन्नु भएन अहिले त किन यो बच्चा हो यसले गर्नुपर्छ यसले मेरो भाग खाइदिएको छ त्यसको अगाडि नकराउ न त्यही तर्सिसक्यो तर्सियो किन त तिमी कराएर तर्छ म कराए किन त ल्यापटप हेर्न नपाएर ला त्यति सजिलो छ नि हजुरको अहिलेसम्म भनेकोमा त्यही ल्यापटप हेर्नु नपाएर मात्र बुझ्नु होइन त्यो कहिले बुझ्न सक्नुहुन्न भन्ने हो ओ बाबु अर्को हाफ प्यान्ट लाऊ सबै हिलोमा डुबेर आएको रहेछौ पढ्ने मान्छेले पढेन भनेर लेख्छ दिनुहुन्छ पढ्ने मान्छे जाने ऊ आँची पुस्थ्यौ अरे खोले गर ए त यहाँ आइज